म कतै जानु देशको लागि प्यारो भएछु। स्कुल सकेर कलेज पढेर ठुलो मान्छे बन्नु भन्ने तिम्रो आशीर्वाद रक्तचासुले पुरा हुन दिएनन् आमा। मैले देशको लागि शहादत प्राप्त गरेँ आमा। तिमी सहितकी आमा भयो आमा। तिमीलाई मेरो मृत्युले चिनायो आमा। आमा नरुनु है। रोएर संसार जितिँदो रहेनछ। मुटु दह्रो पार्नु आमा। र इन्टरनेटभरि मेरा साथीहरूले मलाई मार्नेले उसको मुख रगतले लतपत भएको फोटो छरेका छन्। ती रगत खाने नर सायद जिउँदै छन् होला आमा। अगतिला मान्छे धेरै बाँच्छन् भन्थे हो रहेछ। ती मलाई मार्ने र मार्ने लगाउनेलाई कसरी निन्द्रा लाग्छ होला आमा। सायद उनीहरूमा मान्छेको मुटु नभएर भगवानले दानवको मुटु हालिदिएको हुन्छ। मेरो टाउकोमा ताकेर गोली हाने आमा। मेरो रगत गिदी र मेरो शरीरले एकै पल्ट धरती मातालाई स्पर्श गर्यो। म ढले आमा। तिमीले हुर्काएको काख रित्तियो आमा। गाउँ र टोलले बिस्तारै मलाई भुल्दै गए पनि मेरो घरले भने भुल्ने छैन, न त तिम्रो मनले नै। मेरो कोठामा तिमी पस्दा म हुन्न त्यहाँ आमा। मेरो टेबल र कुर्सी खाली हुन्छन् र मेरा पुस्तकहरूले मलाई पर्खिरहेका हुन्छन्। र ती पुस्तकहरूलाई के थाहा म अब कहिले नफर्किने गएँ भनेर आमा। तर तिमी नातिनु है। मलाई मार्नेहरूलाई कानुनी रूपले सामाजिक रूपले परास्त गर्न तिमी दह्रो हुनुपर्छ आमा। सायद यो बेला तिमीलाई कसैले खुकुरी र मलाई मार्ने मान्छे दिएमा कहिल्यै कुनै पनि कुराको हत्या नगरेको तिमीले चट्टै काट्छौ होला आमा। तर त्यसो नगर्नु। तिम्रो छोराको जस्तै अरू कैयौं आमाका छोराहरूको आलो रगत ती हत्याराहरूले चुसेर निलेका छन् आमा। हामीले तिम्री साथी अर्की आमालाई प्रधानमन्त्री बनाएर पठाएका छौँ। ती आमालाई साथ दिनु है। खबरदारी गर्नु। हामी कलिला बालबालिकाको खुन खाएर ढाडिएका परजीवीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न लगाउनु। अब आमा कृपया यी दलहरूलाई भोट नहाल्नु। अगतिलो मान्छे न त तिमीलाई चाहिन्छ न त यो देशलाई नै। अब पनि मेरो यो पार्टी तेरो यो पार्टी भन्ने नगर्नु है आमा। जो देशको लागि राम्रो छ, इमानदार छ, उसैलाई भोट हाल्नु आमा। भ्रष्टाचार गरेर देश लुटेकाहरू जति नै धनी देखिए पनि उनीहरूलाई थुकिदिनु आमा। तिनीहरू सबै तिम्रा छोराका हत्याराहरू हुन्। मान्छे मार्नेलाई मान्छेको माया हुँदैन आमा। त्यसै गरेर भ्रष्टाचार गर्नेलाई देशको माया पनि त हुँदैन। तिम्रा बाँकी रहेका छोराहरूलाई देश नलुट्न भन है आमा। उनीहरूलाई लुटेर धनी होइन असल मान्छे हुनुपर्छ भन है आमा। हेर न आमा, तिमीले भोट हालेकाहरूले कसरी हामी निहत्था निर्दोषहरूलाई मारेर रगतको खोलो बगाए। अझै उनीहरू आफ्नै पद ओगटेर बसिरहेका होलान् है। तिनीहरू मानव होइनन् आमा, दानव हुन्। यिनीहरू मर्दा खुसीको दियो बाल्नु आमा। आफूले सके जति बरु भत्तेर लगाउनु। तर यिनीहरूको आत्माले शान्ति पाओस् नभन्नु है आमा। कृपया नभनिदिनु है आमा। अनि नरुनु है आमा। नरुनी फेरि। अहिलेलाई अलविदा। उही तिम्रो छोरी।